हातमा कति भयो यस्तो भएको यसरी यसो लाइट बालेर हेरौँ ल यहाँ यस्तो रहेछ अर्को हात हेरौँ भरि छ है अर्कोमा नि यसरी हेरौँ दाजु प्लिज अनि यो सबै समस्या अनि जिउमा चाहिँ छैन हजुरलाई हात र खुट्टामा मात्रै कपालमा पनि छैन होला यस्तो सबै समस्या भएको जम्मा कति भयो नि दाइलाई पोहोर पनि भएको थियो हात यसो अनि दबाई लगाएपछि पुरै 1 वर्ष हराएको थियो अहिले यसपालि बल्झेको चाहिँ 1.5 महिना भइसक्यो 1.5 महिनामा नै यत्रो हात हुत सबै थोक बढेर गयो है अनि यसपालि औषधि उपचारहरू केही गर्नु भएन औषधि मूलहरू मलमहरू केही लगाएको छैन स्वास्थ्य चौकीमा अनि के भएर बिग्रिन्छ होला हजुरको विचारमा यसरी पोहोर पनि आएको थियो परारे पनि थियो होला अलिअलि होइन यसपालि पनि आएको छ यता पनि छ यहाँ औँला कापकापमा पनि अलिअलि गएको जस्तो हेर्नुहोस् त यस्तो यस्तो औँला कापकापमा पनि त्यहाँ पनि खाएको छ आउँछ आफै फुट्छ फुगा जस्तो आउँछ आफै फुट्छ है असाध्यै चिलाउँछ कि दुख्ने पोल्ने के हुन्छ चिलाउँछ हजुरहरू के हो सम्बन्ध बुवा हो बुवाको के होला कारण तपाईँले यसो विचार गर्दाखेरि हो त के भएपछि आउने रहेछ भन्ने क्वेसन गरेको यसमा एउटा हुन सक्ने भनेको चाहिँ आफूले गरिरहेको कामबाट हुनसक्छ है के काम गर्नुहुन्छ बुवाले सहयोग के गर्नुहुन्छ पहिला खेती थियो अनि अहिले यसपालि खेतीहरू पनि छैन बुवाले गर्नुहुन्न अनि बारी छ कि मलजलमा चल्नुहुन्छ कि गोबरहरू यताउता फोहोर मैलाहरू सार्नुहुन्छ कि त्यस्तै गरेर बाख्रा कुखुरा यस्तो जन्तुहरू पनि छन् वस्तुहरू पनि छन् भैँसी छ अनि भैँसीको त स्याहार गर्नै पर्यो होइन अब बिगार्ने कुराहरू यिनीहरू नै हुन् है हजुरले यो समस्या लिएर पुरै पनि डक्टरकोमा गएको भए उहाँले यही नै भन्नुभएको हुनुपर्छ मलाई छोडेर अन्त जहाँ अमेरिका चाइनाको डक्टर कहाँ गए पनि उनीहरूले भन्ने कुरा यही नै हो एउटा हातमा आए हामी अर्को हात हेर्छौँ दुइटै हातमा छ भने पैँताला हेर्छौँ हत्केला र पैँतालामा उमेर भएको मान्छेमा यो समस्या देखिँदाखेरि आफूले छोएको चलाएको गरेको कामले गर्दाखेरि हो भनेर थाहा हुन्छ भित्री रोग भएको बच्चैदेखि आउँथ्यो सानै उमेरमा पनि देखिन्थ्यो होइन यो बाहिरी कारणले बिगारेको अब बाहिरी कारणले बिगारेको भनेर बुझिसकेपछि त सधैँ औषधि मूल्य मात्रै गरेर भएन हजुरले जोगाउने हिसाबले गर्नु पर्यो क्या पन्जा लगाउने हो कि बुट लगाउने हो कि यिनीहरू पनि गर्नु पर्यो सके त बार्नै पर्यो होइन नछोएकै राम्रो भयो एकचोटि पुरै राम्रो बनाएपछि अब फेरि नबल्झोस् भन्नलाई के गर्नुपर्छ भन्ने कुरा दिमागमा राख्नु पर्यो हजुरले भैँसी स्याहार्न छोडिदिए भैँसीले दुध दिँदैनन् भैँसीले दुध नदिएपछि हामीले खान पाइँदैन सबै देशै भोको हुन्छ त्यसो गर्नु भएन तर आफ्नो पनि ख्याल गर्नु पर्यो खेतीबारी पनि गर्नु पर्यो गाई भैँसीको पनि स्याहार गर्नु पर्यो पहिला आफ्नो ख्याल गर्नु पर्यो है आज म औषधि दिन्छु 1 महिनामा बोलाउँछु 1 महिनामा भने जस्तो राम्रो छैन भने हामी औषधि पनि फेर्छौँ सुई पनि लगाउँछौँ अरू पनि गर्छौँ तर एकचोटि राम्रो बनाएपछि अब राम्रै राख्ने जिम्मा चाहिँ हजुरको आफ्नो हातमा भयो क्या किनभने कुरा मैले बुझाएको छु सबै नबुझेको कुरा छ भने मलाई सोध्नु पर्यो भित्री रोगहरू केही छन् सुगर प्रेसर थाइरोइड